साथीहरु हामी चाहिँ आज चाहिँ यो एकदम पोखरामा चाहिँ गर्मी महसुस भएर चाहिँ यो सानो स्विमिङ रहेछ यहाँ ट्याक्क दादा र ल ओहो हिरो देखिया छ त भाइ त यार ल हामी चाहिँ यो स्विमिङमा ट्याक्क यता आजतिर भेरी के रे यो सेतीको किनारमा ट्याक्कै हामी चाहिँ अब केही छिनमा स्विमिङ गर्नको लागि चाहिँ आइरहेछौँ। अब एकछिन खाजा खाएर स्विमिङ हुन्छ हाम्रो। ठ्याक्कै सानो स्विमिङ गर्ने गर्मीमा हेर्नुहोस् यो सेती नदी हो। ट्याक्कै सेती नदीको छेउमा चाहिँ अब स्विमिङ यहाँ चाहिँ एउटा रेस्टुरेन्ट हुन्छ स्विमिङ सहितको। आज पोखरामा निकै गर्मी छ साथीहरु, 2 दिन भयो पानी नपरेको। यो पानीलाई चाहिँ पानी नपरेको 2 दिन भयो। हामी चाहिँ साह्रै चाहिँ गर्मी महसुस भएर चाहिँ स्विमिङ गर्न यहाँ चाहिँ आएको अवस्था हो। ल यो चाहिँ हेर्नुहोस् कटेज यता छ, राष्ट्रिय झन्डा सहित कटेज राम्रै रहेछ। बस्नको पनि उतातिर व्यवस्था रहेछ। हाम्रो टिम यतातिर बसिरहेको छ अहिले। गफ भइरहेको छ आन्तरिक नजान्नेलाई त बिजोकै हुन्छ। अडी नै सकिन्न नजान्नेलाई हो त्यो त होइन, यसरी उभिनै सकिन्न। ल त्यो स्विमिङको बारेमा चाहिँ छलफल भइरहेको छ। अब कसले चाहिँ अब धर्मले चाहिँ दाइले खेल्नुहुन्छ, मैले खेल्छु अहिले, म डुब्दैन। ल मै रहेछु उहाँ के रे उसमा गर्दिएको यहाँ। अब स्विमिङ गर्न जानेहरुले ओड्या मान्छे, स्विमिङको सिनियर चाहिँ मै रहेछु हैन दाइ? म कालीमा पढ्या मान्छे, स्विमिङको सिनियर चाहिँ स्विमिङको के रे सिनियर चाहिँ मै रहेछु। यसले खेल्छ खेल्दैन के हो? म काली गण्डकी तर्या सानो भेरी कि ठुलो भेरी रे? सानो भेरीको ट्याक्क यहाँ ओडार पनि रहेछ। ओहो के चाइनिज अक्षर लेखा छ के हो? ओडार पनि रहेछ यहाँ माथि। मान्छेहरू धेरै हुनुहुन्छ। ल साथीहरु अब चाहिँ हामी चाहिँ अब स्विमिङ गर्ने तयारीमा छौँ। ट्याक्क सानो रहेछ यो, गर्मी धेरै महसुस भयो। त्यो भएर त अब यो च्याट्टै यहाँ अब नरी दाइको डाइभ साथीहरूले मजाले स्विमिङ गरिराख्नु भएको छ। कोही सिक्दै हुनुहुन्छ भने कोही सिकिसकेको पनि हुनुहुन्छ। सानो सिक्ने टाइपको पनि छ है। ल म थाकेर पुरै कडा यता धेरै चाहिँ एक्सर्साइज हुँदा धेरै वर्ष 15-20 वर्षपछि खेल्यो है साथी स्विमिङ। सानो बेरीमा स्विमिङ गरेको, तर सानो बेरीमा धेरै कडा हुन्थ्यो। तर उमेरले गर्दा अहिले यहाँ पनि कडै हुँदो रहेछ। ल उल्टी सुल्टी हुँदैछ। ल भक्त दादाको थाक्नु भयो जस्तो छ। ल हेर्नुहोस् यता चाहिँ सेती नदी छ अनि चाहिँ ल यता स्विमिङ आनन्दले ल अब यति भएपछि हामी अब चाहिँ स्विमिङबाट छुट्टिन्छौँ एकछिन। आजलाई स्विमिङ पुग्यो।
गोविन्द गोपु रेडी ल अब गोविन्दले डाइभ हान्ने कार्यक्रम चलिरहेको छ है साथीहरू अब ल स्विमिङमा एकदम ल डाइभ गयो है गोविन्दको एकदम कडा तरिकाले ल भत्याएको भुत्रु गर्दै भए पनि उहाँले हान्नु भएको छ डाइभ अब उहाँ रिटर्न गर्नु हुनुहुन्छ कि हुन्न है ल हेर्नुहोस् है ल उहाँ रिटर्न गर्नु भएन अब चाहिँ अब ल फेरि अर्को तरिकाले फेरि डाइभ है अब उहाँले चाहिँ अब योलाई के भन्छ अब टायर लगाएर हान्नु भएको छ अब ल मजाले ल अहिले ठिक छ यतै फर्किनु अब ल पुग्यो टोली पारे टोली पुग्यो फेरि रिटर्न पनि हुनु लाग्यो ल है कडा तरिकाले ल राम्रो छ राम्रो छ राम्रो छ सिक्दै हुनुहुन्छ राम्रो छ गोविन्द गोपु